हेलो साथीहरु, वेलकम टु माई युट्युब च्यानल। यो चाहिँ मेरो लङ भिडियो अथवा युट्युबमा हालेको सर्ट भिडियो बाहेक यो चाहिँ मेरो फर्स्ट भ्लग रहेको छ। सो सबैजनाले मलाई माया गरिदिनु होला। यदि मेरो भिडियो हेर्नु भएन भने मेरो भिडियो हेरिदिनु होला र मेरो भिडियो देख्नु भयो भने लाइक, कमेन्ट एन्ड सब्स्क्राइब गर्न नबिर्सिनु होला। सो आज चाहिँ हामी खेल्दै छौं। यहाँ चाहिँ सबै खानेकुराहरू छ जुन हाम्रो बजेटले भ्याएसम्म हामीले त्यो मिलाएको छौं र यहाँ चाहिँ चिटहरू बनाएको छ। अब गाउँले पाराले गर्यौं हैन, चिटहरू बनाएर चाहिँ यहाँ राखेको छ। र दुईजना छौं हामी चाहिँ खेल्नलाई। अब दुईजनाले थुक्दाखेरि जसलाई जे पर्छ हामी त्यही नै खानेछौँ। सो हामीसँग रहेको छ चाउमिन, चटपट, चिज बल अनि पिठो पनि छ अनि अर्को छक्का पन्जा भने। र आँपको सिजनमा आँप नभइकन गेम खेल्नुको मजा त के मजा आउँछ र हैन। सो अब दुईजना भएर हामी गेम स्टार्ट गर्नेछौँ। उहाँ चाहिँ हुनुहुन्छ मेरो दाइको छोरा, मेरो भदै। सो हेलो माई युट्युब च्यानलमा सबैजनाले हेलो भनिदिनुहोस्। अब चाहिँ हामीले गेम स्टार्ट गर्न लागिरहेको छौँ र गेम चाहिँ म भाइबाट स्टार्ट गर्न चाहन्छु। सो स्टार्ट गर। के पर्छ अब हामी हेर्नेछौँ है। चिज बल उता क्यामेरामा पनि देखाइदेऊ न। चिज बल परेको छ है, अलि नजिकबाट चिज बल। सो चिज बल खान सक्नुहुन्छ हजुरले। मलाई चाहिँ के पर्ने हो बरु। ओके, यो नि है राखेँ हामीले। यस्तो मजाले चलायो। मलाई चाउमिन परेन हुन्थ्यो नि। ए पिठो पर्यो। पिठो मलाई पिठो लगाइदियो मलाई। भाग्यमानीको भुते कमारो भनेको यो सुन्नु। मुखमै पर्यो। सुरुमा यस्तो गति भयो मेरो नि। छक्का पन्जा के हो, सबै खानेकुराको नाम मात्रै परेछ त। छक्का पन्जा परिसक्यो। लक्की बोय मेरो अनुहारमा भिज्यो। म त हेरे हुन्छु क्या। चटपट ए आँप मेरो भाग्यमा छैन क्या आज खानेकुरा खाना लेखेको। निकालेर खानु पर्यो। पिठो, अम्लो जति सबै मलाई हो। आज ढेँडो त्यही हाल्यो हुन्छ है बेलुका। ए फेरि चिज बल पर्यो। झ्याली भयो झ्याली। चटपट आइज। चटपट चाउमिन, चटपट चाउमिन, चिज बल। फाइनली चाउमिन परेको छ। सब भ्याइदिन्छु कि मैले अब एकैचोटिमा। बल्ल खान पाएँ कि मैले। कति खाम? अर्को लिएर आउनु पर्ने। अहिले त आउँदै आएन। के पर्यो? फाइनली पिठो परेको छ। अब बदला फेर्ने पालो मेरो। ल आऊ यता आऊ। मलाई कसरी लगाइदिनु भएको थियो। आऊ अलि यता राम्रोसँग देखो। यहाँ नि पर्यो। ह्याप्पी होली है मेरो पालो है। चटपट
मलाई लगाउनु भएको होइन चटपट पर्यो मेरो ल तिम्रो पालो थोरै मात्रै ल थोरै मात्रै उठ्न पाइँदैन है भाग्न पाइँदैन परे जस्तो फेरि ए पिठो पिठो थोरै मात्रै थोरै खानेकुरामा हाल्ला है ल तिम्रो पालो छु त ल चटपटलाई चटपट खान पाएर चटपट परेको छ है खानेकुरा खान नपाउँदै पिठोले अनुहार त नदेख्ला जस्तो त हाम्रो त चाउमिन ल फेरि चाउमिन परे चिज बलै छ का मन त खानै पाएन त के खान मन लाग्यो अब के खान मन लाग्यो सबै पिठो नि झर्छ यसमा पिठो है पिठो आज म पिठोले नुहाइदिन्छु कि अब पिठोले नुहाइदिन्छु कि अब म चस गरौँ ल ल तिम्रो पालो छक्का पन्जा ल छक्का पन्जा बधाई छ मैले त यिनीहरू त केही खान पाएकै छैन भनेको हामीले भ्याउजन जस्तो आज खाएर परि परि मलाई छक्का पन्जा हातै यस्तो भयो क्या ल छु त त्यो छाड्नु पाउने त्यस्तो फेरि हेरी हेरी झ्याली भयो पर्छ क्या चाउमिन पर्यो चाउमिन ल चाउमिन अब म पिठो मात्रै पारिदिन्छु क्या अन्तरे मन्तरे भनेर भन्थ्यो नि यहाँबाट सब देख्छ है क्या हो अब है छक्का पन्जा है ल फेरि खानु पाएँ मैले ल एकछिन यता राख्ने आफूले थाहा पाएँ चटपट सबैलाई राम्रो राम्रो मात्रै परेको त अब के पार म भन्नु म त्यही पारिदिन्छु के पार अहिले पिठो पर्यो नि चाउमिन होला हेर्दा सियोर यहीँबाट देखेँ चाउमिन के चिज बल खाने भाग्य छैन क्या हाम्रो दछु त आफ्नै परेको छैन कि भाइलाई त म अनुहारबाट झऱ्यो मैले गरेको गेमले मलाई घाटा होला जस्तो है म मात्र अभागी भयो यही निकाल्नुपर्छ क्या म यहाँ चाउमिनै पऱ्यो कति परेको चाउमिन मात्रै अहिले त चटपटै चिज बल पर्दै पर्दैन क्या चाउमिन है चाउमिन ए चटपट साट्ने हो
मेरो पालो म त्यही निकाल्छु अर्कै निकाले भन्नुहोस् न कहाँ गयो बे खाली पर्यो छ्याके खानै पाएन मैले त झन् चटपट खान्छु भनेको रे अमिलो पिरो मिठो अब खानुपर्छ धेरै त्यहाँ एउटा मात्रै त्यो एउटा मात्रै खान पाउन नि हल्का अम्लो अम्लो हाफ चाहिँ त्यही भएर चटपट पर्यो है मेरो है चटपट हो है एकछिन म हेर्छु त्यो त्यसरी पाउँदैन खै मेरो चटपट पर्यो है मेरो पालो है अब चीज बल पर्यो बल्ल फाइनली चीज बलै हो कि फाइनली बल्ल खाना पाएँ मैले यहाँ चटपट खुर्सानी खानुपर्छ है चटपट गा आज त मैले भ्याइदिन्छु कि अब चिज फल एकछिन है एकछिन थुप्रो पालोमा खान्छ अनि यस्तो गर्मी छ यतातिर फेरि मुखमा एक गाँस खुवाइदिनु मन चाहिँ क्या यस्तो लाग्यो कि धेरै लगाइदिनु ल ह्याप्पी होली ल मेरो पालो अब आज हामी खाएर भ्याउँदैन क्या यो त छिटै त्यो चिन्छ भनेर होला त्यस्तो गरेको पाइँदैन नि झ्याली खेल्न ल फाइनल चटपट पर्यो है चटपट थु त ल चटपट यस्तो गर्मी छ कि फ्यान लाउन नि सकिँदैन साउन आउँछ खाली पऱ्यो त चीटिंग 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 करता है तू चीज बल पऱ्यो जस्तो है पछाडिबाट हेर्दा चीज बल पिठो खाली म त खाली नि पर्यो झ्याल गरेर क्या जतिसम्म चटपट मात्रै पार्यो भनेर के अरे म एउटा कुरा सोचेँ आज फर्स्ट टाइम मेरो युट्युब च्यानलमा मसँग यसरी भिडियो बनाएर यसरी खानेकुरा खाँदा कस्तो फिल भयो गर्मी बढेर 4-4 दिन बिदा भए त्यो बेलामा आँप चाउमिन चटपट
एकै दिनमा खाना पाउँदा कस्तो लाग्यो? खुसी भयो? मैले के कुरा बुझेँ भने बच्चाहरूलाई यत्तिकै भिडियो बनाऊँ भन्यो भने मान्दैनन्, तर के खानेकुरा किनेर खाएर भिडियो बनाऊ भने बल्ल मान्दो रहेछ के। बल्ल थाहा अरू बेला त यस्तो भिडियो बनाऊँ भाइ भन्दाखेरि त मान्दैन। खानेकुरा खाएर बनाऊ भनेको त मक्खै हुन्छ अहिले। तर गर्मी चाहिँ बेसरी छ है यता चितवनतिर। घरतिर भयो भने गर्मी चाहिँ एकदमै छ। तपाईँहरूकोतिर के कस्तो छ गर्मी मेरो भिडियोमा कमेन्टमा गएर देख्नु होला। फेरि आँप परेको छ मलाई चाहिँ। अम्लो भयो नि, मिठो छ आँप चाहिँ। चाउमिन चाहिँ खाने क्या। चटपट ल चटपट एकछिन है एकछिन। खाबे केही खान पर्नमा म बेचबाट चिज बल खान जान्छु। पानी ल्याइदिनु त हामीले पानी पनि ल्याएन। चिसो पानी पिठो यस्तो गर्मी भयो कि होइन, गर्मीले भिडियो बनाउन नि गाह्रो भइसक्यो कि। यस्तो पसिना चुहिन्छ होइन। ल कसको पालो भएको थियो? मलाई पिठो दल्ने पालो भएको थियो होइन। ल पिठो हामीले चाहिँ बिचमा अलिकति एकछिन भिडियो रोक्नु पर्ने भयो किनकि हामी पानी नलिई बसेको थियौँ नि त। पानी खान जानुपर्ने अवस्था आयो, त्यही भएर चिजवर परिसक्यो कि। खाली के हो, मेरो त खाने छैन क्या अब भाग्यमै। खाली पर्यो खाली चटपट चाउमिन चिजबल बाहेक त अरू केही पर्दैन त। नि खाना पर्छ है त्यो। चाउमिन है चाउमिन। आउँदै आएन के भन्छ। आँप के हो? आँप है आँप एउटासँगै खानुपर्छ आँप। खुर्सानी खाइरहेछु है। चिजबल पर्यो चिजबल। अब चाहिँ चिजबल खान पर्ने हुन्छ। झ्याली भयो जतिखेर पनि चटपट मात्रै पर्दैन नि। चिनी गरेर राखेको होला क्या। अन्त आँखा चिम्म गरेर निकाल्न पर्ने भइसक्यो। ल ठिकै हो। चाउमिन मलाई चाहिँ चाउमिन मात्रै पर्दो रहेछ किन हो। पाउनै पर्यो पाउनै
गर्नु भएन, बस्नै गाह्रो भइसक्यो है। हामीलाई चाहिँ एकदमै धेरै गर्नु भएर हामीले भिडियो अलि लामो बनाउन सकेनौँ होइन। अनि थोरै खायो नि कस्तो के पेटै भरिसक्यो, खान नि मन लागेन। अब त खाने हो र। अब चाहिँ हामी चाहिँ भिडियोलाई अब यही नै टुङ्ग्याउन चाहन्छौँ यो गेमको, र बाँकी भिडियो बनायो भने यसमै जोडेर हाल्नेछु। सो के कस्तो लाग्यो हजुरहरूलाई मेरो भिडियो हेरेर लाइक कमेन्ट एन्ड सब्सक्राइब गर्नु नबिर्सिनु होला भन्दै आजको यो भिडियो चाहिँ यही टुङ्ग्याउन चाहन्छु। बाई 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 सबैजनालाई बाई गरौँ।